त्यसर्थ अगाडि शिवै आए पनि, भैरवै आए पनि, विष्णु आए पनि, देखेका चिजहरू भ्रम, तिमी मात्रै सत्य। सारा गुरुहरूले भन्ने तिमीले मलाई देख्दैछौ त म तिमी होइन, आगो तिमी होइन, कोही पनि तिमी होइन, तिमी त देख्ने मान्छे हो नि त होइन। सो द्रष्टा जगाउनु। अहिले तिमीले अक्षरहरू देख्दैछौ, मन्त्रको अक्षरहरू देख्छौ, बन्द आँखाले, खुला आँखाले। यो अवस्थालाई गजबको अवस्था मान्छ। खत्रै ऋषिमुनि भन्थे कुनै बेला नै, यो हाम्रो लागि पोखरा हो। सो मन्त्रहरू देखिन्छ, प्रेत पिशाच देखिन्छ, देवी देवता देखिन्छ, देखियो कि इग्नोर। के रहेछ भने सोध्दै थियो, अझै सोधिरहेको भए त्यो पनि बन्द गरिन्थ्यो। सोध्नु नै, आयो आयो गयो, सक्यो। जस्ट जिउनु छ क्या, नयाँ नयाँ अनुभूति हुन्छ, त्यसमा इन्जोय गर्नु छ क्या। के रहेछ मात्रै भनौँ नै, सक्यो। यसले बितायो, चासोले बिताउँछ भने न, चासोले बिताउनु भनेको कसैले हामीलाई चासो दिँदैछ त्यतापट्टि चासो दिनाले, अथवा कोही मन पर्यो त्यता चासो दिनाले ऊर्जा जाने भनेर सुनाइयो, अथवा देवी देवताहरू आयो तिनीहरूप्रति चासो देखाउनु, त्यता चासो देखाउन ऊर्जा गयो भन्छ। त्यो मात्रै होइन नि, तिमीले लिइरहेको अनुभूतिहरू जुन पाउँदैछ यता पनि चासो दिनु भएन क्या, चासो रहित हुनु पर्यो। किनभने त्यो चासो रहित अवस्थामा छ जो परम सत्ता छ, त्यो परम एक्जिस्टेन्स चासो रहित भएर बसेको छ। तिमी छौ भनेर थाहै छैन। योगको भाषा यो भक्ति मार्गीलाई म के गरिरहेको छु तँलाई थाहा होला नि भन्दै काम गरिरहेको हुन्छ। ईश्वर तँलाई त थाहा होला नि म के गरिरहेको छु, मैले कति दान पुण्य गरिरहेको छु, मैले कति सेवा गरिरहेको छु, भगवान्ले रेकर्ड राखेको छु। यो चाहिँ भक्तहरूको बाटो। योगीहरूले भन्छ म छु भनेर एक्जिस्टेन्सलाई थाहै छैन, म त यो धरती छ भन्ने पनि थाहा छैन। यति हामी कहाँ झिनो नित्रो टुक्रा पृथ्वीभित्र कहाँ के पलायो, किरा फट्याङ्ग्राहरू खतरा दर्शन छाटेर आउँछौँ। किरा फट्याङ्ग्रा मात्रै हो हामी छौँ भने उसलाई थाहा छैन। त्यो थाहा नभएका अवस्था छ, त्यो केही पनि थाहा हुँदैन उसलाई। उसको उपस्थितिमा के घटना घटेछ त्यहाँ हामी छौँ, घटनामा छौँ, उसको मायामा हामी छौँ भन्छ, उसको इल्युजनमा हामी जन्मेर हुर्केका छौँ। सो ऊ जस्तै बन्नु छ भने ऊ जस्तै भएको घोषणा गरिहाल्नु छ। सो अहिले आइलागेको एक्सपिरियन्सहरू जति पनि छ त्यसलाई एक्सपेरिमेन्टको रूपमा लिनु पर्यो। के को लागि भन्दा जस्ट आयो होइन त, घाँटी यहाँ कसी जस्ट आयो। इभन त्यहाँ म आउँदैछु भने पनि व्यवस्था गर्न सक्नु पर्यो। यदि कसैलाई विशिष्ट आदेश छ भने अलग कुरो छ, विशिष्ट आदेश आसन राख्नु। सो देखेको चिजहरू जहाँ मलाई तिमीहरू कहाँ हुन्छौ, तिमीहरू विदेशमा हुन्छौ या कहाँ कुन ठाउँमा हुन्छौ, मलाई त्यहाँ भइरहेको हुन्छौ, त्यो इल्युजन पनि हुनसक्छ। सो इल्युजन छ, ओके, मै त्यहाँ पुग्नु त्यो अर्को कुरो हुन्छ। सो कसैलाई आसन राख मेरो लागि, म जहाँ म फिल गर्छु त्यहाँ आसन राख भन्छु। फिल गर्नेहरूलाई कसैले छुन्छ, हेर्छ, जस्ट इग्नोर गर्ने आर्ट सिक्नु छ। तसर्थ पनि त्यसको लागि पनि कतिपय भानहरू हुन्छ, देख्ने चाहिँ लाग्छ, झलक्क होइन फिल हुन्छ, रातिसँगै सुत्या चाहिँ लाग्छ। कोही निदाउन सकिरहेको हुन्न, कोही कोही बेला निदाउँछन्। सो यी चिजहरू भनेको चाहिँ व्यवस्था गर भनेर आइलागेका चिजहरू हुन्। व्यवस्था गर्नु छ, अनुभव आयो, केही न केही हुँदो रहेछ, के अचम्मको घटना हुँदो रहेछ। एउटा मान्छे 2-3 ठाउँमा एकैचोटि देखा पर्दैछ, ओके, अनुभव लिने सक्यो। यो चाहिँ गर्न सक्नु पर्यो, आर्ट यो सिक्नु छ। अन्तिम मतको यहाँ चाहिँ सकिँदैन चाहिँ लाग्छ, किनभने शिव आयो भने त शिव हो कि होइन थाहा हुँदैन नि त, क्या हो भन्ने। तर गुरु त देखिरहेको हुन्छ। सो गुरु देखिरहेको हुन्छ, छुइराखेको हुन्छ, त्यहाँ चाहिँ अलिकति हामीले गाह्रो हुन्छ इग्नोर गर्न सक्नु पर्यो। जस्ट इन्जोय गर्नु छ,
मजा लुट्ने हो। भोलि के हुने घटना आज थाहा हुँदैछ, भोलि त जिइँदैछ, जस्तो जिउने हो क्या। भोलि यस्तो हुँदैछ, अर्काले सुनाएको छ, अर्काले सुनायो मर्यो, त्यो फस्यो। त्यो फस्दैछ भने अझ फस्नलाई बल पुग्छ गुरुको उपस्थिति फेरि। सो गुरु जस्ट ऊर्जा। हामी कहाँ अल्मलिँदैछौँ भने अल्मलिनमा मद्दत गर्छ।